कोशी प्रदेशको दोस्रो आवधिक योजनाको बारेमा यहाँ हेरौँ। यस चाहिँ दीर्घकालीन सोच भनेर भनेको छ। यसमा चाहिँ दोस्रो आवधिक योजनाको सोच के हो त? स्वच्छ सुखी र समुन्नत प्रदेश भनेर भनेको छ। दीर्घकालीन सोचका आधार स्तम्भहरू के हुन् भनेर भनेको छ होइन। यसमा चाहिँ अरू के छ त? दीर्घकालीन सोचलाई दिए बमोजिमको स्वच्छमा चाहिँ के छ? स्वच्छ सन्तुलित पर्यावरण, त्यस्तै आधारभूत सरसफाइ सुविधा, नवीकरणीय ऊर्जा, जैविक कृषि छ। त्यस्तै सुखीमा परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, सुशासन, जीवनस्तर होइन। त्यस्तै समुन्नतमा उच्च र समतामूलक आय, त्यस्तै मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ तथा आधुनिक पूर्वाधार एवं सघन अन्तर आबद्धता, उच्च र दिगो उत्पादन र उत्पादकत्व भनेर छ। त्यस्तै आवधिक योजनाको सोच, लक्ष्य र उद्देश्यको रणनीति तथा परिणात्मक लक्ष्यहरू चाहिँ यहाँ दिएको छ होइन। त्यस्तै सङ्घीय सरकारको 15औँ आवधिक योजनाले तय गरेको दीर्घकालीन राष्ट्रिय सोच समृद्ध नेपाल सुखी नेपालीसँग तादात्म्यता कायम गरी कोशी प्रदेशको प्रथम आवधिक योजना भनेको 76-77देखि 80-81ले स्वच्छ सुखी र समुन्नत प्रदेशको दीर्घकालीन सोचका साथ सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने समष्टिगत लक्ष्य तय गरेको थियो। प्रथम आवधिक योजनाले निर्धारण गरेको स्वच्छ सुखी र समुन्नत प्रदेशको दीर्घकालीन सोचसँग तादात्म्य राखी आवधिक योजनाले सुशासित खुशी आर्थिक रूपले गतिशील र समुन्नत प्रदेशको सोच तय गरेको छ। प्रदेशको यस दीर्घकालीन सोचका 3 आधार स्तम्भ भनेको सुशासन, खुशी र समुन्नति तथा यस अन्तर्गत 15वटा सूचकहरू यस योजनामा निर्देशक सिद्धान्तको रूपमा रहेका छन्। यो चाहिँ 81-82 देखि 85-86 सम्मको लागि हो है। प्रथम योजनाको यो दीर्घकालीन सोचसँग तालमेल राखी अनि यस आवधिक योजनाले भनेको यो चाहिँ दोस्रो आवधिक योजनाको चाहिँ के छ त? सुशासित खुशी आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश है। त्यस्तै सोच तय गरेको छ। प्रदेशको दीर्घकालीन सोचका 3 आधार स्तम्भ सुशासन, खुशी र समुन्नति तथा यस अन्तर्गतका 15वटा सूचकहरू यस आयोजनाले निर्देशक सिद्धान्तको रूपमा रहेका छन् भनेर भनेको छ। त्यस्तै आवधिक सोचका आधार स्तम्भहरू भनेको समुन्नतिमा आर्थिक वृद्धि यो भइहाल्यो होइन। त्यस्तै लक्ष्य के हो त? योजनाको समष्टिगत लक्ष्य भनेको शान्ति समानता र सुशासन सहितको लगानी मैत्री समृद्ध प्रदेश निर्माण हो है। लक्ष्य चाहिँ शान्ति समानता र सुशासन सहितको लगानी मैत्री समृद्ध प्रदेश निर्माण गर्ने। उद्देश्यमा चाहिँ यहाँ एउटा चारवटा उद्देश्यहरू छन् होइन। त्यस्तै रणनीतिमा तपाईँको कतिवटा छन् त? 5, 6, 8वटा रणनीतिहरू छन्। त्यस्तै परिणात्मक लक्ष्यमा चाहिँ समृद्ध प्रदेश निर्माणका लागि होइन सुशासित खुशी र आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश भनेको यसको चाहिँ यो लक्ष्य हो होइन। सुशासित खुशी आर्थिक रूपले गतिशील र समुन्नत प्रदेशको सोच पूरा गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय दीर्घकालीन सोचलाई साकार बनाउन प्रदेशमा उपलब्ध स्रोत तथा साधनको विश्लेषणबाट आएको नतिजा अनुसार आवधिक योजनाका उद्देश्य हासिल गर्ने गरी निम्न परिणात्मक लक्ष्यहरू निर्धारण गरेको छ भनेर भनेको छ। यो चाहिँ आर्थिक वृद्धि दर चाहिँ हाम्रो कतिको लक्ष्य लिएको छ त? कोशी प्रदेशले दोस्रो आवधिक योजनाको अन्तिम आर्थिक वर्षमा चाहिँ 85-86मा चाहिँ 7.55%को आर्थिक वृद्धि गराउने भनेर लक्ष्य लिएको छ। त्यस्तै प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन भनेको चाहिँ 1645 अमेरिकी डलर भयो। अनि गरिबी रेखामुनि रहेको जनसङ्ख्या चाहिँ 12%मा घटाउने भनेर लक्ष्य राखेको छ। गरिबी रेखामुनि रहेको जनसङ्ख्या। बेरोजगारी दर त्यस्तै 5.4%मा झार्ने लक्ष्य छ। त्यस्तै आम्दानीको माथिल्लो 10% र तल्लो 40% जनसङ्ख्याको अनुपात चाहिँ 1 मा राख्ने अनुपात छ। त्यस्तै सम्पत्तिमा आधारित गिनी गुणक भनेको चाहिँ जिनी गुणकको चाहिँ तपाईँको 0.26मा पुर्याउने लक्ष्य लिएको छ है। त्यस्तै खुसीको चाहिँ अपेक्षित आयु चाहिँ तपाईँको 72 वर्षमा पुर्याउने लक्ष्य छ। अनि मातृ मृत्यु दर चाहिँ प्रति लाख जीवित जन्ममा चाहिँ अब कतिमा पुर्याउने छ त? 70मा झार्ने लक्ष्य छ है। त्यसपछि 5 वर्ष मुनिको बाल मृत्यु दर चाहिँ कतिमा पुर्याउने लक्ष्य छ त? प्रति 1000 जीवित जन्ममा चाहिँ 20मा पुर्याउने लक्ष्य छ। साक्षरता दर भनेको चाहिँ तपाईँको 90% पुर्याउने लक्ष्य छ। 80-81को अनुमानित भनेको चाहिँ 81.2 हो भने 90मा पुर्याउने लक्ष्य छ साक्षरता दर।
त्यस्तै श्रम शक्ति सहभागिता दर चाहिँ 60% पुर्याउने लक्ष्य छ। लैङ्गिक विकासमा चाहिँ 0.92 सूचाङ्कमा पुर्याउने छ भने मानव विकास सूचाङ्कमा चाहिँ 0.62मा पुर्याउने लक्ष्य छ। त्यस्तै डिजिटल साक्षरता 90% पुर्याउने लक्ष्य छ भने विद्युत उत्पादन चाहिँ 2200 मेगावाटमा पुर्याउने लक्ष्य लिएको छ। अर्को भनेको चाहिँ हाम्रो सुशासनको लक्ष्य। सुशासनमा भ्रष्टाचार न्यूनीकरण अनुबन्धी सूचाङ्कमा चाहिँ 45 नम्बरमा पुर्याउने लक्ष्य छ। त्यस्तै दर्ता भएको मुद्दाको फर्चौटमा चाहिँ 100% पुर्याउने लक्ष्य छ है प्रतिशतमा। त्यस्तै बेरोजु कुल खर्चको प्रतिशत कतिमा पुर्याउने लक्ष्य 1.30% पुर्याउने लक्ष्य हो। त्यस्तै राष्ट्रिय परिचय पत्र प्राप्त गरेको जनसङ्ख्या चाहिँ सङ्ख्या हजारमा चाहिँ कति पुर्याउने छ त 1150मा पुर्याउने लक्ष्य लिएको छ। त्यस्तै विधिको शासनमा चाहिँ 0.82 सूचाङ्कमा पुर्याउने लक्ष्य लिएको छ। यो चाहिँ हाम्रो प्रदेशको समुन्नतिका लागि आर्थिक सामाजिक र भौतिक क्षेत्रको सूचकहरूको निर्धारण गरी वार्षिक लक्ष्य अनुरूप प्रगतिलाई विश्लेषण गर्नु महत्त्वपूर्ण हुन्छ भनेर भनेको छ है। त्यस्तै योजना अवधिमा औसत आर्थिक वृद्धि दर चाहिँ 6.61%ले हुने अनुमान गरिएको छ भनेर भनेको छ। अनि अर्को आवधिक योजनाको परिणात्मक प्रमुख लक्ष्यहरूमा अर्को कुल ग्राहस्थ उत्पादनमा चाहिँ यो अमेरिकी डलरमा हो होइन, यो चाहिँ 1317.94मा चाहिँ पुर्याउने हाम्रो यो अनुमानित लक्ष्य छ। अनि कृषि क्षेत्रको वार्षिक वृद्धि दर चाहिँ 6%मा पुर्याउने छ भने उद्योग क्षेत्रको वार्षिक आर्थिक वृद्धि दर भनेको 10.56मा पुर्याउने लक्ष्य छ। सेवा क्षेत्रको 7.41मा पुर्याउने लक्ष्य छ। त्यस्तै प्रति व्यक्ति कुल ग्राहस्थ उपभोक्ता मूल्यमा चाहिँ 1645 अमेरिकी डलरमा पुर्याउने लक्ष्य। त्यस्तै आधारभूत खाद्य सुरक्षा रहेको परिवार 76%मा पुर्याउने, वन ढाकेको क्षेत्रफल 45%मा पुर्याउने लक्ष्य छ होइन। अनि पर्यटन क्षेत्रबाट थप रोजगारी भनेको 8,000 सिर्जना गर्ने लक्ष्य लिएको छ। त्यस्तै सामाजिक क्षेत्रमा प्रजनन दर भनेको 2.1मा राख्ने अनुमान छ। त्यस्तै 5 वर्ष मुनिका बालबालिकाको पुड्कोपनलाई 14%मा झार्ने छ होइन। त्यस्तै आधा घन्टाको दूरीमा स्वास्थ्य संस्थाको पहुँच कति त 90%मा पुर्याउने छ। अनि स्वास्थ्य सङ्ख्यामा प्रसुति दर 90% पुर्याउने लक्ष्य। शिक्षामा आधारभूत तहको खुद भर्ना दर 97.50मा पुर्याउने लक्ष्य लिएको छ। अनि त्यस्तै उच्च शिक्षामा खुद भर्ना दर चाहिँ 17% पुर्याउने लक्ष्य छ भने सुरक्षित खानेपानी पुगेको जनसङ्ख्या 30% पुर्याउने लक्ष्य छ। महिला श्रम सहभागिता दर 30% पुर्याउने लक्ष्य। जन्म दर्ता 5 वर्ष मुनिकाको लागि चाहिँ 95%मा पुर्याउने लक्ष्य छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरेको सङ्ख्या हजारमा चाहिँ 1150 पुर्याउने लक्ष्य छ होइन। यो हामीले बेरोजगारी युवा चाहिँ 16देखि 40 वर्षकोमा चाहिँ हाम्रो कति 20% मात्रै राख्ने लक्ष्य छ। त्यस्तै कालोपत्रे सडक कति पुर्याउने लक्ष्य छ भने 1350 किलोमिटर छ भने सडक घनत्व 0.90मा पुर्याउने लक्ष्य छ। त्यस्तै आधा घन्टा दूरीको पहुँच 95मा छ भने अनि सर्वयाम सडकको आबद्धता स्थानीयमा 137 सङ्ख्यामा। त्यस्तै यातायात क्षेत्रको राजस्व सङ्कलन 450 करोडमा है। त्यस्तै खेतीयोग्य भनी भनेको छ योभन्दा नि माथिको जुन हामीले पढेको थियौँ त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हो होइन। लगभग धेरैवटा कुराहरू चाहिँ यहाँभित्र मात्रै छ। यति परिणात्मक लक्ष्यहरू पढ्यो भने पुग्छ है त। थ्याङ्क यू।